हेलो गाइज वेलकम छ फेरि पनि मेरो मिनी ब्लगमा। सरी फर द लेट अपलोडिङ गाइज। म चाहिँ इन्डिया गएको थिएँ अनि त्यही बेलाको भिडियो बनाएको थियौँ, तर मैले चाहिँ लेट बनाएँ किनभने अब यताउति गर्दाखेरि भ्याउँदा नि भ्याएन। त्यस कारण गाइज हामी चाहिँ मार्केट जान लाग्यो, मार्केट पनि गयौँ भनौँ। एन्ड लेट्स सी हेर्नुहोस् फुलहरू देख्न सक्नुहुन्छ, लाइक फ्लावर। अब यो फुल के गर्नु के गाएछ यार, भ्यालेन्टाइन डेमा गएको थियो नि, तर भिडियो बनाउन मैले पाएन के, लेट भयो नि त मेरो भिडियो। सो फुलहरू नि बेचिरहेको थियो भ्यालेन्टाइनको लागि। अब हामी चाहिँ मार्केटतिर लाग्दैछौँ गाइस चाहिँ, मलभित्र छिर्यौँ हामी। अनि मलभित्रको चाहिँ म तपाईँहरूलाई सबै देखाउँछु है, भ्यूहरू वाच गर्नु होला। अनि मलभित्रमा चाहिँ अब त्यो सेक्सन हुन्छ नि त, त्यस्तो टाइपको थियो नि। अनि लुगाहरूदेखि लिएर अब सेलमा भनौँ न, कपडाहरूदेखि लिएर सबै के अब सस्तो के, भ्यालु एन्ड भेराइटी समथिङ यही नाम थियो हौ यो मलको। अन्त गाइज यस्तो पछाडि फर्केको त यो 100 रुपियाँको नि बेबीहरूको लागि सेल चलिरहेको छ, बेबी टी सर्टहरू के त्यस्तो चलिरहेको छ। मेरो साथीले छान्दैछ, तर मेरो चाहिँ बच्चै छैन, के गर्नु गाह्रो छ। आफ्नो त बच्चै छैन गाइस, बच्चाको टोपी सोपी लगाएँ मैले चाहिँ, आफै हेरेँ। मेरो साथीको चाहिँ गाइस हेर्नु न, फुल अन सपिङ भइरहेको छ कि दुईजनाको चाहिँ पुरा लिएर होइन, मार्केटमा पुरा किनिरहेको छ क्या, बच्चाको लागि आफ्नो लागि पुरा होइन। मार्केटमा गाह्रो छ। तर यो मार्केटमा नि बच्चाहरूको लागि चाहिँ एकदम राम्रो लुगाहरू थियो क्या, इभन ठुलोको भन्दा चाहिँ बच्चाहरूको चाहिँ अलि राम्रो थियो। हामी चाहिँ पुरै मार्केटहरू घुम्यौँ, बच्चाहरूको लुगा आफ्नो चाहिँ हेर न गाइस। मिरर त देख्नै नहुने, फोटो त क्लिक गरिहाल्छु म। अनि त्यही हो, मार्केटको यता दिदीहरूले पनि लुगाहरू छान्नु भइरहेछ। मार्केट चाहिँ हेर्नु, बच्चाको चाहिँ राम्रो छ यार, मलाई त बच्चाकै मन पर्यो। त्यसपछि आयौँ हामी ठुलोको सेक्सनमा, ठुलोहरूको नि कपडा राम्रै छ हेर्नु गाइज। चुन्नेहरूदेखि लिएर बिकिनी भनौँ, भित्र लाउने कपडादेखि लिएर सबै राम्रै थियो, ठिकै थियो भनौँ। मार्केटहरू हेर्नु होला, यस्तै थियो मार्केटको भ्यूहरू गाइज। मैले चाहिँ के देखेर यस्तो भिडियो बनाएँ होला, तर पनि केही छैन गाइज, मार्केट त हो, भिडियो त बनाउनु पऱ्यो होइन। भिडियो साथै हामीले चप्पलको पनि भिडियो बनायौँ गाइज। हामी चाहिँ निस्किसक्यौँ गाइज, मार्केटबाट निस्केको भिडियो चाहिँ मैले बनाएँ। तर म एउटा कुरा देखाउँछु, मेरो साथीको चाहिँ पुरा बाजेसँग हिन्दी मस्त चलिरहेको छ क्या, म भिडियो नै राखिदिन्छु है। खाना बनाता है घर में? हाँ, वो वाइफ है। मीठा बनाता है, मीठा क्या खाओगे? मीठा बना के खिलाता है क्या? हाँ। आए बांकुरी। बोलो इंटरव्यू दे रहा है,